प्रिय मित्रहरू, आज पनि म तपाईहरू समक्ष पवित्र शास्त्र बाइबलमा आधारित भएर एउटा सन्देशमूलक प्रेरक प्रसङ्ग लिएर आएको छु। आजको विषय चाहिँ रिस र रिसको परिणाम छ। वास्तवमा रिस मानिसभित्र हुने एक प्रकारको संवेग हो। यो रिसले मानिसलाई अनियन्त्रित बनाउँदछ र रिसले मानिसको सोचलाई बिगाडिदिन्छ अनि रिसले मानिसलाई नकारात्मक क्रियाकलाप गर्नतिर प्रेरित गर्छ। मानौ रिस एउटा भेल हो, बाढी हो। जब खरे खोलाहरू वर्षायाममा पानी पर्दा बडो गरगराउँदै जोडका साथ बग्दछन्, वरिपरिका पाखा भित्ताहरूलाई भत्काइदिन्छन् अनि खेतीयोग्य जमिनमा गएर ती खेतीयोग्य जमिनलाई पुरिदिन्छन्। अनि जब पानी रोकिन्छ, खरे खोला सुक्छ, त्यति बेला सबै पाखा भित्ता भत्किएको देखिन्छ अनि खेतीयोग्य जमिन पुरिएर हेर्न नहुने अवस्थामा गएको देखिन्छ। अब त्यसलाई पुनः निर्माण गर्न सम्भव त असम्भव हुन्छ। रिस पनि त्यस्तै हो, खरे खोलामा आएको बाढी जस्तो हो। एक्कासी आउँछ अनि हाम्रा जीवनका इज्जतहरूलाई, हामीले कमाएका हाम्रा इनामहरूलाई, हामीले गरेका हाम्रा सेवाकाईहरूलाई, हामीले अरूलाई देखाएका हाम्रा असल असल गवाईहरूलाई बिगारिदिन्छ। जसरी खरे खोल्सा पसेको बाढी बिग्रिएको र त्यसलाई पुनर्निर्माण गर्न नसक्ने अवस्थामा पुर्याइदिन्छ बाढीले, त्यसै गरी रिसले पनि मानिसलाई त्यस्तै बनाइदिन्छ। त्यसैले पहिलो कुरा हामी भन्न सक्छौँ, रिसको परिणाम चाहिँ हाम्रो इज्जत गुमाउनु हो। रिसको कारणले हाम्रा गवाईलाई बिगार्छौँ, रिसको कारणले हाम्रा इज्जतलाई बिगार्छौँ। त्यसैले रिसको कारणले हाम्रा इनामहरूलाई हामी गुमाइपठाउँछौँ। यो रिसको पहिलो परिणाम हो। दोस्रो परिणाम, रिसको दोस्रो परिणाम चाहिँ दण्ड भोग्नु हो। लेखिएको छ, सधैँ रिसाउनेले वा कडा रिस हुनेले दण्ड भोग्छ। रिसले मान्छेलाई अनियन्त्रित क्रियाकलाप गर्न लगाउँछ। रिसले मान्छेलाई अनियन्त्रित क्रियाकलाप गर्न लगाइसकेपछि त्यसका परिणाम हामी दण्ड भोग्नु पर्छ। त्यसैले रिसको दोस्रो परिणाम दण्ड भोगाइ। तेस्रो, रिसले हामीलाई समाजमा झगडालु बनाउँछ, समाजमा एक्लो बनाउँछ, समाजमा हामीलाई शत्रुभाव उत्पन्न गरिदिन्छ। त्यसैले भन्छ, रिसाउने मानिसको बढी शत्रु हुन्छ। जो मान्छे रिसाउँछ नि उसका शत्रुहरू हुन्छन्। त्यसैले ऊ सुरक्षित हुँदैन। त्यसैले भनिएको छ, धेरै रिसाउने मानिस चाहिँ एउटा पर्खाल बिनाको सहर जस्तो हो, अर्थात् भत्किएको सहर जस्तो हो। वास्तवमा पर्खाल भत्किएको सहरमा असुरक्षित हुन्छ। कुनै बेला के हुन्छ, त्यो खतरा आइपर्छ। त्यसैले सधैँ रिसाउने मानिसहरूको जीवन पनि पर्खाल बिनाको सहर जस्तो असुरक्षित हुन्छ। त्यसैले रिसको तेस्रो परिणाम चाहिँ असुरक्षित बन्नु हो। चौथो कुरा, रिसले मान्छेको अन्तर्दृष्टिलाई नै बिगारिदिन्छ। अर्थात् रिसले मान्छेको मनोभावनालाई उल्टो बनाइदिन्छ, नकारात्मकता उत्पन्न गरिदिन्छ। त्यसैले रिसले मान्छेले
सकारात्मक सोचलाई गुमाउन पुग्छ। जब सकारात्मक सोच गुमाउँछ, मान्छे आफै भित्र विचलित बन्छ अनि उसलाई मानसिक रोग उत्पन्न हुन सक्छ। ऊ समाजमा एक्लो हुन्छ अनि आफूलाई एक्लो भएको महसुस गर्छ अनि ऊ मानसिक रूपमा कमजोरी बन्न सक्छ। त्यसैले रिसको चौथो परिणाम चाहिँ कमजोरी बनाउनु हो। त्यसैले हामीले यस्ता रिसहरूबाट बाँच्नका लागि, रिसलाई कन्ट्रोल गर्नका लागि के गर्ने त? रिस मान्छेको स्वभाव हो, नेचर हो। त्यसैले रिसलाई मान्छेले थामेर राख्नुपर्छ। रिसलाई बाहिर प्रकट हुन दिनु हुँदैन। रिसलाई जब हामी प्रकट नगरिकन भित्रै थामेर रिसलाई राख्छौँ अनि रिस आफै भित्र सेल्फ नियन्त्रणमा, सेल्फ कन्ट्रोल गर्न सक्छौँ। त्यसैले रिसलाई हामीले प्रकट नगरिकन भित्रै खिचेर थामेर राख्नु। अर्को, रिसबाट बाँच्नका लागि र रिसका परिणामहरूबाट बाँच्नका लागि हामीले झडङ्ग रिसाउनु हुँदैन र झडङ्ग रिसाउनेहरूसँग संगत पनि गर्नु हुँदैन। जो रिसाउँछ, रिसाउनेहरूसँग हाम्रो संगत भयो भने हामीलाई पनि रिस उठ्न सक्छ। त्यसैले झडङ्ग रिसाउनेहरूसँग नहिँड भनेको छ र जो रिसाउँछ उसँग संगत नगर भनेको छ। त्यसैले गर्दा हामीले रिसलाई कन्ट्रोल गर्नु पर्यो भने रिसाहाको संगत गर्नु भएन। संगत गुनाहको फल भन्छ। अर्को ठाउँ लेखिएको छ, खराब संगतले असल चालचलनलाई पनि बिगारिदिन्छ। त्यसैले रिस मान्छेको निम्ति एउटा नकारात्मक क्रियाकलाप गराउने एउटा उत्तेजना भएको कारणले गर्दा, संवेग भएको कारणले गर्दा रिसाउनु राम्रो कुरो होइन। रिसले हामीलाई दण्ड भोग्ने बनाउँछ। रिसले हाम्रा इज्जत गवाई, हाम्रा इनामलाई गुमाउने बनाउँछ। रिसले हामीलाई झगडारू बनाउँछ। रिसले हामीलाई शत्रुता उत्पन्न गर्छ अनि हामी समाजमा रिसले हामीलाई एक्लो बनाउँछ अनि हामी मानसिक रोगी बन्न सक्छौँ। त्यसैले अब हामी रिसाउन छोडौँ, नम्रतालाई धारण गरौँ अनि रिसलाई चाहिँ हामी कन्ट्रोल गरौँ। त्यसो गर्नाले हामी हाम्रो सम्पूर्ण कुरालाई बचाउन, जोगाउन सक्छौँ।